एउटा कुरा सोचौँ त, के हुन्छ यदि हामीले रोगलाई सधैँ सत्रको रूपमा हेर्न छोड्यौं भने? आज हामी हेनरी लिन्डेलारको प्रकृति उपचारको दर्शनभित्र डुबुल्की मार्नेछौँ। यो एउटा यस्तो दृष्टिकोण हो जसले स्वास्थ्यबारे हाम्रो अहिलेसम्मको बुझाइलाई नै पुरै हल्लाइदिन्छ। हामी सबैको बानी के छ? रुगाखोकी लाग्यो कि तुरुन्तै औषधि पसल दौडिहाल्ने। तर एक क्षण रोकिएर सोचौँ न, के होला यदि त्यो रुगाखोकी आफैमा समस्या नै होइन भने? के होला यदि त्यो त हाम्रो शरीरले आफैलाई ठिक गर्न खोजिरहेको एउटा चलाक तरिका हो भने? कतै हामीले शरीरको समाधानलाई नै समस्या त मानिरहेका छैनौँ? हो, ठिक। यही प्रश्न नै प्रकृति उपचार दर्शनको मुटु हो। यसले एउटा एकदमै अनौठो, लगभग अचम्म लाग्दो सम्भावना अगाडि सार्छ कि रोग आफैमा एउटा समाधान हुन सक्छ। अब यो एउटा यस्तो सोच हो जसले स्वास्थ्य र उपचारबारे हामीले अहिलेसम्म जे सिक्यौँ ती सबै कुरामाथि ठूलो प्रश्न चिन्ह खडा गरिदिन्छ। ल, अब यो क्रान्तिकारी विचारलाई राम्रोसँग बुझ्नको लागि हामीले सबैभन्दा पहिले त स्वास्थ्य र रोगलाई हेर्ने हाम्रो चस्मा नै फेर्नुपर्छ। यो दर्शनले के भन्छ भने स्वास्थ्य र रोग दुई छुट्टा-छुट्टै विपरीत कुरा होइनन्, बरु तिनीहरू एउटै लामो डोरीका दुई छेउ जस्ता हुन्। लिन्डेलारको नजरमा स्वास्थ्य भनेको खाली बिरामी नहुनु मात्रै होइन, यो त्योभन्दा धेरै गहिरो कुरा हो। एकछिन कल्पना गरौँ न, हाम्रो शरीर एउटा विशाल अर्केस्ट्रा हो। स्वास्थ्य भनेको त्यो अवस्था हो जब त्यो अर्केस्ट्राका हरेक बाजा, हरेक सङ्गीतकार एकदमै सही सुर र तालमा मिलेर एउटा सुन्दर सङ्गीत निकालिरहेका छन्। हो, त्यही हो सामञ्जस्यपूर्ण कम्पन, एकदमै जीवन्त, लयबद्ध र सन्तुलित अवस्था। त्यसैले यो दृष्टिकोणले स्वास्थ्य र रोगलाई एकदमै सरल तरिकाले हेर्छ, दुई विपरीत कम्पनको रूपमा। एकातिर छ स्वास्थ्य, मतलब लयबद्ध, सन्तुलित ऊर्जा, अनि अर्कोतिर छ रोग, मतलब अस्त्रव्यस्त, असन्तुलित अवस्था। हेर्दा सरल लाग्छ, तर यो भिन्नता एकदमै गहिरो छ। त्यसो भए रोग के हो त? ठिक छ, यदि स्वास्थ्य त्यो सुन्दर सङ्गीत हो भने रोग भनेको त्यही अर्केस्ट्रा हो जब बाजाहरू बेतालमा बज्न थाल्छन्। कोही छिटो, कोही ढिलो, कुनै तालमेलै छैन। हो, त्यही हो असामञ्जस्यपूर्ण कम्पन। यो त्यस्तो अवस्था हो जहाँ हाम्रो शरीरको प्राकृतिक लय पुरै बिग्रिन्छ। एउटा प्रश्न उठ्छ, हाम्रो शरीरको यो कम्पनलाई केले सामञ्जस्यपूर्ण वा असामञ्जस्यपूर्ण बनाउँछ त? लिन्डेलारको दर्शनअनुसार हाम्रो शरीरभित्र 24 घण्टा दुईवटा विपरीत शक्तिहरूबीच लडाईँ चलिरहेको हुन्छ। एउटा शक्ति जसले निर्माण गर्छ र अर्को शक्ति जसले विनाश गर्छ। एकातिर छ रचनात्मक शक्ति। यसले के गर्छ? यसले निरन्तर हाम्रो शरीरलाई बनाइरहन्छ, मर्मत गर्छ र हामीलाई जीवनतर्फ अगाडि बढाउँछ। अनि ठीक यसको उल्टो अर्कोतिर छ विनाशकारी शक्ति। यसले चाहिँ शरीरलाई कमजोर बनाउँछ, भत्काउँछ र क्षयतर्फ धकेल्छ। अब हाम्रो स्वास्थ्य कस्तो हुन्छ भन्ने कुरा यी दुई शक्तिहरू बीचको सन्तुलनमा निर्भर रहन्छ। खुसीको कुरा के हो भने यो रचनात्मक शक्तिलाई बलियो बनाउने कुराहरू कुनै ठूलो रहस्य होइनन्। हामीले सुनेकै, जानेकै कुराहरू हुन्, जस्तै ताजा हावामा सास फेर्ने, घाम ताप्ने, व्यायाम गर्ने, गहिरो निद्रा सुत्ने अनि शरीरबाट फोहोरलाई राम्रोसँग बाहिर निकाल्ने। यस्ता प्राकृतिक नियमहरू पालना गर्दा हाम्रो शरीरको त्यो सुन्दर, सामञ्जस्यपूर्ण कम्पन कायम रहन्छ। अनि अर्कोतिर विनाशकारी शक्तिलाई बढावा दिने कुराहरू, जस्तै धेरै तनाव लिनु, सुत्ने उठ्ने तालिका गडबड हुनु, अस्वस्थकर खाना खानु अनि रिस, डाह जस्ता नकारात्मक भावनाहरू, यी सबै कुराले हाम्रो जीवनशक्तिलाई कमजोर बनाउँछन् र हामीलाई रोगको मुखमा धकेल्छन्। ल, अब कुरा अलि रोचक हुँदैछ। जब विनाशकारी शक्तिहरू हावी हुन थाल्छन्, तब हाम्रो शरीरले के गर्छ त? यसले तीव्र रोगबारे हाम्रो पुरै सोचाइलाई नै बदल्न सक्छ। हो, यहाँनिर आउँछ यो दर्शनको सबैभन्दा शक्तिशाली र सायद सबैभन्दा चकित पार्ने विचार। हामीले समस्या मान्ने ज्वरो, पखाला वा रुगाखोकी वास्तवमा समस्या होइनन् रे, बरु ती त हाम्रो शरीरले भित्र जम्मा भएको फोहोर, विषालु पदार्थलाई बाहिर फालेर आफैलाई सफा गर्ने एउटा एकदमै चलाक र बुद्धिमानी प्रयास हो। यो भनाइले त पुरै कुरालाई झर्लङ्गै पारिदिन्छ, होइन त? सामान्य रुगाखोकीको कुनै उपचार छैन, किनभने यो आफैमा उपचार हो। सोच्नुस् त, हामी जसलाई उपचार गर्नुपर्छ भनेर दौडिरहेका हुन्छौँ, त्यो त वास्तवमा शरीरको आफ्नै उपचार प्रक्रिया रहेछ। मतलब हामी उपचारको उपचार गरिरहेका छौँ। त्यसो भए अब एउटा गम्भीर प्रश्न उठ्छ।
यदि हामीले शरीरको यो प्राकृतिक निको पार्ने प्रयासलाई, यो उपचारलाई नै दबाइदियौँ भने त्यसको परिणाम के होला त? हो, यहीँबाट सुरु हुन्छ दीर्घ रोगको बाटो। यो दर्शनका अनुसार दीर्घ रोग भनेको शरीरको तीव्र निको पार्ने प्रक्रियामा हामीले बारम्बार हस्तक्षेप गर्दाको सिधा परिणाम हो। प्रकृति उपचारको दर्शनले के भन्छ भने दीर्घ रोग तब सुरु हुन्छ जब हाम्रो शरीरको जीवन शक्ति, मतलब आफैलाई निको पार्ने त्यो भित्री तागत यति धेरै कमजोर भइसक्छ कि शरीरले ज्वरो ल्याउने वा पखाला चलाउने जस्ता शक्तिशाली सफाई अभियानहरू चलाउनै सक्दैन। यसलाई यसरी बुझौँ, दीर्घरोगको बाटो प्राय यस्तै हुन्छ। पहिले शरीरमा कुनै बाधा आउँछ, शरीरले त्यसलाई ज्वरो वा खोकी जस्तो तीव्र प्रतिक्रिया दिएर बाहिर फाल्न खोज्छ। तर हामी के गर्छौँ? हामी औषधि खाएर त्यो प्रतिक्रियालाई दबाइदिन्छौँ। परिणाम? त्यो समस्या भित्रको भित्रै रहन्छ र शरीरको शक्ति झन्झन घट्दै जान्छ। यसले दीर्घकालीन रोगको लागि मैदान तयार पार्छ। ल, अब हामी यो यात्राको लगभग अन्तिम चरणमा आइपुगेका छौँ। यहाँ हामी स्वास्थ्यमा फर्कने बाटोमा आउने सङ्कट र त्यसको सकारात्मक र नकारात्मक पक्ष बीचको एउटा एकदमै महत्त्वपूर्ण भिन्नतालाई बुझ्ने प्रयास गर्नेछौँ। जब हामी स्वास्थ्य लाभको बाटोमा हिँड्छौँ, शरीरले कहिलेकाहीँ फेरि तीव्र प्रतिक्रिया देखाउन सक्छ। तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने सबै सङ्कट एउटै हुँदैनन्। एउटा हुन्छ निको पार्ने सङ्कट, जहाँ शरीरको निको पार्ने शक्तिले जितिरहेको हुन्छ। यो स्वास्थ्यतर्फको सुखद यात्रा हो। तर अर्को हुन्छ रोगको सङ्कट, जहाँ रोगले जितिरहेको हुन्छ र शरीरले हार मान्दै जान्छ। यो चाहिँ खतरनाक बाटो हो। एउटाले माथि उकाल्छ, अर्कोले तल झार्छ। यो तालिकामा हेर्दा त झनै प्रष्ट हुन्छ। कसरी शरीरको सफाई प्रयासलाई दबाउँदा परिणाम ठिक उल्टो हुन्छ। जस्तै सामान्य टाउको दुखाइ, जुन सायद शरीरको एउटा सङ्केत थियो, त्यसलाई दबायो भने त्यो पछि गएर माइग्रेन बन्न सक्छ। पखालालाई रोक्यो भने त्यो पुरानो कब्जियतमा परिणत हुन सक्छ। मतलब हामीले थाहै नपाई निको पार्ने प्रक्रियालाई नै दीर्घकालीन रोगमा बदलिरहेका हुन्छौँ। त्यसैले यो दर्शनअनुसार चिकित्सकको भूमिका लक्षणहरू दबाउने होइन, बरु शरीरको जीवन शक्तिलाई बलियो बनाउन मद्दत गर्ने हो, ताकि शरीर आफैले आफूलाई निको पार्न सकोस्। त्यसो भए यो पुरै दर्शनलाई निचोड्ने हो भने सार यही निस्किन्छ। यदि हाम्रो शरीरले देखाउने हरेक लक्षण, हरेक सङ्केत एउटा सन्देश हो भने, त्यसो भए यसले हामीलाई के भन्न खोजिरहेको छ? र अन्तमा यो सबै कुरा एउटै गहिरो प्रश्नमा आएर टुङ्गिन्छ। यदि रोग भनेको हाम्रो शरीरले हामीसँग कुरा गर्ने एउटा तरिका हो भने के हामीले साँच्चै त्यसलाई सुन्न सिकेका छौँ त? सायद स्वास्थ्यतर्फको पहिलो कदम भनेको शरीरको आवाजलाई दबाउनु होइन, बरु त्यसलाई ध्यान दिएर सुन्न र बुझ्न सिक्नु हो।